आज चाहिँ हाम्रो कलेजको फिल्ड भिजिट छ अनि त्यसैले चाहिँ म अहिले बिहानै उठेर मुखसुख धोएर निभाको रुममा जान्छु। निभाले बोलाइरहेछ। सो बिहानै बाहिर निस्किन्छौँ हामी आज। रुममा गइरहेको छु। यत्तिकै जान्छु म किनकि नजिकै हो त निभाबाट। वाउ क्या मौसम छ। ए यहाँ त शीत पर्दो रहेछ। शीत होइन यो पर्दो रहेछ गाइज हाम्रो ठाउँमा पनि। थाहा थिएन मलाई। हिउँ हो कि शीत हो। ल हेर्नुहोस् त यो हिउँ हो कि शीत हो के हो यो। सबै पुगिसक्यो निभाकोमा। सबै ढुवा लाएर बसेको हुन्छ केटी सबै हेर्न सक्नुहुन्छ। माथि देखाएको क्या लाएर बसेको छ। यो घरबेटीहरूले देखोस् लुकाएर चलाएको हो क्या गाइज। यो यस्तो मान्छे होइन मलाई चाहिँ काहीँ समातेर ल बाहिर कपाल गरेर आऊ रे। कपाल कोरिरहेको छु। एकदमै लट्ठा पर्छ क्या मेरो कपाल त। गाइज मैले कपाल कोरेर आइसकेँ। हेर्नु सिल्की कपाल। त्यही पनि यो कपाल सिल्की कपाललाई पनि अझै सिल्की बनाउनलाई हामी स्ट्रेट गर्छौँ। उसको दिदीको स्ट्रेटर रहेछ कि हिजो आएको। हिजो ल्याउनु भएकोले आफ्नो दिदीकोबाट अनि आज म कपाल स्ट्रेट गर्दैछु। 1 डे स्ट्रेट हो क्या। मेरो फाइनली भइसक्यो। त्यति राहत चाहिँ राम्रो भएन तर हुन चाहिँ भयो। सो गाइज उनी रेडी भइसकिन्। अब म पनि रेडी हुन्छु। म गएँ आफ्नो रुममा। बाई। फाइनली पुगिसकेँ। ओ माई गड अब म रेडी हुन्छु। गाइज मैले मेकअप गरिसकेँ अलिअलि। अब म ड्रेस लाउँछु। सो गाइज हामी रेडी भइसक्यौँ। अब जान लाग्यो। ढिलो भइसक्यो। यिनीहरू मास्क किन्न गइरहेछन्। रोग म पनि आएँ। हुन्छ हामी यहाँ कलेजको अगाडि पुगिसक्यौँ। पानी भरेर लग्छौँ कि किनकि बचत होइन। पानी कलेजमा हुँदाहुँदै किन बाहिर किन्ने हो र। तपाईँको आकृति कठाएर पानी भइरहेछ। तातो पानी बाहिर मिल्दैन नि त त्यसरी। नत्र म किनिहाल्छु बाहिर पनि। ए त्यस्तो कलेज आइसकेपछि कलेजकै पानी पिउनुपर्छ गाइस। ए ल देखेको छ फुल गेटअप छ। उहाँ पनि ब्युटिफुल देखिनु भएको छ। यहाँ आसमा हुनुहुन्छ सप्लाईको म्याम विभूति म्याम। अर्को बस आउँदैछ। हामी अर्को बसमा जान्छौँ। नर्मल अब सिट पाउँदैन क्या पछि। प्याक छ। हामी प्याकमा हामी बस्दैनौँ। हामी सबै बसिसक्यौँ आफ्नो सिटमा। हामी आइसक्यौँ। यतिजना छौँ हामी यो बस। हामी निस्किसक्यौँ। बाई बाई बाई। हामी निस्किसक्यौँ गाइस। फिल्ड भिजिट भए पनि हामीलाई गाना चाहियो नि त डान्स गर्नलाई बाटोमा। यस्तो भन्दा पनि सुन्नु भएन क्या गाइस। म्युजिकले धोका दियो हामीलाई। साउन्डै सुनिएन गाइस। अब हामी सिजर पेपर राख्छौँ। झ्याउ लाग्छ सिजर पेपर परालमा घर छैन नि जिङ्गटी। यहाँ हो कि रुख सबै निस्किन्थ्यो। म भिडियोमा हाल्दैछु कि पारो पारो कति गाह्रो छ हेर न मलाई। अब म चाहिँ लास्टमा निस्किन्छु क्या क्यामेराम्यान। हामी अहिले सुन्दरी जलमा छौँ। सुन्दरी जलमै छ। हामी यहाँ छौँ गाइस। अर्को बस पनि पुगिसकेको छ। रमाइलो गरेर आएछौँ। अटेन्डेन्स लागिरहेको छ हाम्रो। अटेन्डेन्स रोल नम्बर 1 बाइस मेरो चाहिँ भइसक्यो।
हामी आइसक्यौँ। सो गाइज हामीहरू रेडी भइसक्यौँ, हेर्नुहोस्। वाउ, अहिले इन्जिनियर जस्तो पनि देख्यो। सबै रेडी भइसक्नु भएको छ। गाइज मोबाइल लगाउन मिल्दैन, त्यसैले हामी मोबाइल यहीँ राख्छौँ ल। अब हाम्रो सकिसक्यो। हामी आइसक्यौँ। जब हामी निस्क्यौँ सक्यो हाम्रो। अब हामी बसमा अब हामी गयौँ। होइन आउने यिनीहरू दुइटा मात्रै हो। हामी यहाँबाट निस्किसक्यौँ। अब मेरो स्टप आइसक्यो। हामी पुगिसक्यौँ। मेरो बस चाहिँ जाँदैछ कलेजको त्यहाँ। म चाहिँ ओर्लिसकेँ। अब रुममा जान्छु। बिहानदेखि केही खाएको छैन म त। बल्ल तल्ल पुगेको आफ्नोमा। एकछिन आराम गरेर अनि खाना खान जान्छु बाहिर। यहाँ लाइट गएको रहेछ मेरोमा। अब म बाहिर जान्छु खाना खान सिधै। मुलपानीमा खाजा खान आएको। राम्रो क्याफे कहाँ छ खोज्दा खोज्दै टाइम जान्छ क्या। भोक लागेपछि मिठो खाना मन हुन्छ नि त, मिठो एकदमै मिठो। सो हामी यहाँ सोलुखुम्बु मोमोमा आयौँ। अब यहाँको खोइ कस्तो हुन्छ त्यो पनि हेरौँ। काहीँ न काहीँ त खानु पर्यो। मैले यहाँ सबै कुरा हाफ मगाएको छु। लेट्स ट्राई यहाँ के कस्तो हुन्छ रियाक्सन दिन्छु मैले हजुरहरूलाई। अनि हजुरहरू पनि त्यही हिसाबले आउनुहोस् ल। सो मेरो मोमो आइसक्यो हाफ, किनकि फुल खान सक्दिनँ म। अब म खान्छु। म आज एक्लै आएको हो क्या खाना। चाउमिन पनि आइसक्यो। सो गाइस म रुममा पुगिसकेँ। तर मेरो रुमको हालत ओ माई गड हेर्नुहोस् न, सेम अस्ति जस्तै भयो क्या। फेरि कसरी सफा गर्ने होला अब यो, बिस्तारै गर्छु। सो गाइज अब म कन्सल्टेन्सीको भिडियो बनाउँछु, त्यसपछि खाना पकाउँछु, खाना खान्छु अनि मजाले सुत्छु। अब मेरो यहाँ सबै रेडी भइसक्यो। रुम मिलाउने काम चाहिँ भोलि हुन्छ। ड्रेस चेन्ज गरिसकेँ। अब रुम मिलाउँछु अलिअलि। यहाँ लास्टै फोर भयो कि, त्यही पनि लुगाहरू पट्टाइराख्छ कि। अब यो बेड मिलाउनु बाँकी छ। फाइनली सब काम सक्यो। गाइज खाना खाएर यो मुखसुख धोएर मेकअपहरू मेटेर सबै काम सकाएर अब चाहिँ सुत्न पर्यो। अझै म सुत्छु। गुड नाइट। ल आजको ब्लग हेर्नुहोस् ल, इन्जोय गर्नुहोस्।